जापानको मौसम पूर्वानुमान विभागले मे 24 तारिक आसपासदेखि देशका धेरै जसो क्षेत्रमा अत्याधिक गर्मी हुने सम्भावना रहेको भन्दै प्रारम्भिक उच्च तापमान चेतावनी जारी गरेको छ। मौसमविदहरूका अनुसार यस वर्ष मे महिनाको उक्त अवधिमा विगत 10 वर्ष यताकै तुलनामा सबैभन्दा बढी गर्मी महसुस हुन सक्ने अनुमान गरिएको छ। यो चेतावनी टोकियो सहित कान्तोको शिन, तोक्काई, किन्की, होकुरिकु, चुककु, सिकुकु, क्युसु तथा ओकिनावा क्षेत्रका लागि पनि जारी गरिएको छ। ती क्षेत्रहरूमा तातो हावा प्रवाह हुने भएकाले आगामी 2 हप्तासम्म तापक्रम औसतभन्दा उल्लेख्य रूपमा माथि रहने सम्भावना रहेको विभागले जनाएको छ। मौसम विभागले अत्याधिक गर्मीका कारण कृषि बाली तथा पशु चौपायाको व्यवस्थापनमा विशेष ध्यान दिन आग्रह गरेको छ। साथै सर्वसाधारणलाई हिट स्ट्रोकबाट बच्न, पर्याप्त पानी पिउन, लामो समय घाममा नबस्न र स्वास्थ्यमा विशेष ध्यान दिन समेत सचेत गराइएको छ। विभागले मौसमको अवस्थाबारे आगामी दिनहरूमा हिट स्ट्रोक सम्बन्धी थप विशेष चेतावनी समेत जारी गर्न सक्ने जनाएको छ।